सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही हुन्नन् साथीभाइ। त्यसकारणले सम्पत्ति हुँदा नमात्तिनु, दुःख पर्दा नआत्तिनु। त्यो नै हामीले सिक्नुपर्ने, हिरण्याक्षको कथा सुनेर जान्नुपर्ने, बुझ्नुपर्ने, चिन्तन गर्नुपर्ने, मनन गर्नुपर्ने, आफ्ना छोराछोरीलाई सिकाउनु पर्ने र आफूले पनि सिकेर अगाडि बढ्नुपर्ने, बुझ्नुपर्ने पावन प्रसङ्ग सिक्नु पर्दछ। जसका आँखामा अर्काको धन, अर्काको सम्पत्ति, अर्काको सुख, अर्काको शान्ति, अर्काका खेतबारी देख्दाखेरि साह्रै धेर मन पोल्छ, कटक्क खान्छ। कसरी चाहिँ त्यो मेरै बनाऊ भन्ने लाग्छ भने त्यो को रहेछ? त्यो हिरण्याक्ष रहेछ। अब त्यस्ता मान्छे समाजमा भेटिएछ भने मुखै चाहिँ नभनिदिनु है, रिसाउँछ। मनमा त राख्न पाइयो नि, होइन? यो पनि गुरुजीले कथामा भने जस्तै के रहेछ? एक फरुवा हान्छ उँभोपट्टिको साँध मिच्छ, एक फरुवा हान्छ उँधोपट्टिको साँध मिच्छ। अनि यो चाहिँ मेरो यति हो भन्दै मिच्दै मिच्दै आउँछ भने त्यो को रहेछ? त्यो हिरण्याक्ष रहेछ। अर्काले गरिराखेको कमाई, अर्काले गरिराखेको कामलाई साम दाम दण्ड भेद लगाएर अनेक प्रकारका सोच खोज र पावर लगाएर ती सबैलाई नाश गरेर आफू अगाडि बढ्न खोज्छ भने त्यो को रहेछ? त्यो पनि हिरण्याक्ष नै रहेछ। भ्रष्ट आचरण गरेर, अर्कालाई दुःख दिएर, अर्काका आँखामा बलिन्द्र आँसुका धारा खसाएर जसले सम्पत्ति कमाउने काम गर्छ, आफ्ना मातापिताले कमाएको सम्पत्ति व्यर्थमा नाश गर्छ, आफूले छोराछोरीलाई पनि सत्यको बाटो नदेखाइकन धन सम्पत्तिमा निर्लिप्त चिन्ता हुन्छ नि त, के गरी खाला, कसो गरी खाला, सम्झना गर्दै हुनुहुन्थ्यो। हाक्स्यौँ आउला जस्तो भयो, हाक्स्यौँ गर्नुभएको। इत्यभिध्यायतो नासा विवराट सहसानगा बराहतो कुनिरगाद अंगुष्ठ परिमाणका। यसरी चिन्तन गर्दै हुनुहुन्थ्यो। हाक्स्यौँ आउला जस्तो भएको बुढी औँला, अंगुष्ठ परिमाणक भनेको यो बुढी औँलाको माथिबाटको भाग जति मात्रै केही फुत्त नाकबाट निस्के जस्तो लाग्यो। यसो हेर्नु भएको, घोडा पनि खुट्टा पनि छन्, कान पनि छ, के रहेछ भनेर हेर्दा हेर्दै हेर्दा हेर्दै तस्याभिपश्यत खस्तं क्षणेन किल भारत। हे परीक्षित, त्यो नाकबाट फुत्त निस्केको जीव त अजङ्गको स्वरूपमा बढ्न लाग्यो। अत्यन्त ठुलो भएको जलमा प्रविष्ट हुन लाग्यो। छप्ल्याङ गरेर ती प्रविष्ट हुन लागे। यी अरू केही थिएनन्, भगवान लीलालाई परिपूर्ण गर्नका लागि बराह बनेर आउनु भएको थियो। बराह भगवानको जङ्गली सुँगुरको स्वरूपलाई प्राप्त गरेर ती बराह जलमा प्रविष्ट भए। प्रविष्ट भइसके पछाडि खोजी गर्दै गर्दै जान लागे। पृथ्वीमा तफेरमा गएर गलेर बस्नु भएको रहेछ। अत्यन्त पाकेको हिलो भएर भगवती धरती माता बस्नु भएको रहेछ। त्यति बेलाका समयमा ती धरती मातालाई आफ्ना दारामा राख्नुभयो भगवान बराहले, अनि निकालेर लिएर आउन लाग्नुभयो। आदि बाटोमा आउनु भएको थियो। देवताहरूले स्तुति गरिएको छँदा सबै देवी देवताहरूले पुष्पवृष्टि गरिरहेका अवस्थामा कसैले पछाडिबाट गाली गर्दछ, हे चोर, हे जङ्गली सुँगुर कहाँ लान्छस् भनेर गाली गर्दै गर्दै आउँदाखेरि कसैले गधाले प्रहार गर्न लाग्यो। सजन, यो भगवान बराहलाई को रहेछ त त्यो मलाई बराहले अथवा गधाले प्रहार गर्ने भनेर भगवानले विचार नगरिकन सरासर अगाडि आउनुभयो। पृथ्वीलाई डाँडामा लिएर आएर बाहिर पृथ्वीमा जो जलभन्दा बाहिरको क्षेत्रमा आफ्ना दिव्य शक्ति र सामर्थ्यका प्रभावले गर्दा पृथ्वी मातालाई राखिदिनु भयो। र ती पृथ्वी मातामा चाहिँ मनु र शतरूपाका पुत्र अथवा ब्रह्माजीका शरीरबाट प्राप्त भएका मनु र शतरूपाले मैथुनिक सृष्टि बढाए। 3 जना छोरी 2 जना छोरा भए। आकुति, देवहूति, प्रसूति। के नाम? आकुति, देवहूति, प्रसूति। प्रियव्रत र उत्तान पाद नाम गरेका 2 भाइ छोरा त्यही पृथ्वी तलमा भए। परीक्षित छक्क पर्न भयो। प्रभु, यत्रो संसार पानीले डुबेको, ती पृथ्वी डुबेकी थिइन्, संसारमा कोही थिएन होला, त्यो भगवानलाई गधाले हान्न सक्ने सामर्थ्य भएको ताजा तगडा हृष्टपुष्ट को थियो? मलाई त त्यो कथा सुन्न मन लाग्यो नि भनेर प्रश्न गर्दा आज यो भागवतमा यति झेलिएका प्रसङ्ग छन् हजुर है। त्यो लट्टा परेको कपाल कस्तो हुन्छ? फुकाउनलाई गाह्रो पर्दैन?
त्यस्तै जस्तो अब एउटा कथा प्रसङ्ग हुँदै थियो, अर्को प्रसङ्ग सोध्नुभयो परीक्षितले, कसले चाहिँ भगवानलाई गदाले हानु त भन्दा पूर्व समयको कथा भनिदिनु भयो। एक समयको कुरा हो, भगवान श्री वैकुण्ठ विष्णु वैकुण्ठवासी लक्ष्मीनारायण भगवान विष्णुका धाममा त्यो ब्रह्माजीका प्रथम पुत्र सनक, सनन्दन, सनातन र सनत कुमार दर्शन गर्न भनेर जानु हुँदो रहेछ। अनि कस्ता अवस्थाका हुनुहुन्छ? 5 वर्षभन्दा माथिका देखिनुहुन्न, त्यो बुढा भए पनि नि वृद्ध बालक हुनुहुन्छ। त्यहाँले भनिन् त राधे राधे। अब भर्खरका बुढाबुढी गोडामा चप्पल पनि थिएन होला, वस्त्र कपडा पनि 5 वर्षको नानीले कुञ्जैको टटक्क पारेर राम्रो लगाएर जान्छ। भगवानका पार्षदको नाम थियो जय र विजय, ठ्याक्क रोकिदिए बाटामा। कहाँ छ बुढाबुढी है? हामी पनि त्यसै गर्छौँ। श्राद्धका बेलामा छोराछोरीलाई नबोक्नु, नानीहरूलाई नि पर राख्नु। त्यस कारणले श्राद्धमा नल्याउनु, सिरा पनि नछोस्, पिण्ड पनि नछोस्। त्यहाँका प्रसादीहरू पनि श्राद्धको अधिकार पाएकै व्यक्तिले बनाउनु सकभर श्राद्धको विषय। पूजामा चाहिँ नानीहरूलाई बिहानै नुहाइधुवाइ गरिदिनु, सफा बनाएर ल्याएर काखमा राख्नु। त्यो मेवाको चानो बनाएको छ, स्याउको चानो बनाएको छ भने एउटा निकालेर खाओस्, केही दोष लाग्दैन, सफा बनाइदिनु। भगवानले खाएकै फल हामीलाई प्राप्त हुन्छ। उसले जान्दछ नि भगवानलाई पूजा गर्दा पुष्प लिएर मात्रै बस्यो भने अनन्य पुण्य त्यो नानीलाई प्राप्त हुन्छ, भगवानको कृपा प्राप्त हुन्छ। घन्टी बजाओस् होइन, शङ्ख फुक्ने बानी गरोस् न, सिकोस् न, आजदेखि जोडो लाग्दैन, पखाल्दा भइहाल्छ। तर श्राद्धमा चाहिँ मेरो नानी बाबु भनेर लानु हुँदैन। प्रसङ्ग यहाँको ती देवताका दूतलाई पनि छुट छैन, साना नानीहरूलाई नछोड्नका लागि छोडिदिनु पर्छ भनेर भगवानले नियम बनाइदिनु भयो। 5 वर्षका बुढाबुढी कहाँ जान्छौ भनेर बाटो बन्द गरे। ती सनक आदि 4 कुमारहरू भन्नुहुन्छ, हामी त के का साना र, संसारका सबैभन्दा ठुला हामी हौ। तिमीहरूभन्दा पहिला हामी भगवान ब्रह्माले बनाउनु भएको भनेको पत्याउँछन् र पत्याएनन्। हल्ला खल्ला भयो। अब छिटै रिस उठिहालेछ त्यो ब्राह्मण कुमारहरूलाई पनि, ब्रह्म कुमारहरूलाई भने तिमीहरू त 2 जन्मसम्म दैत्य भएर जानु परोस्, तिमीहरू दैत्य बन्नु परोस् भनेर आज श्राद्ध दिन लाग्नु भएको थियो। के को हल्ला खल्ला रहेछ भन्दा नारायण भगवान आउनुभयो, 7 वटा द्वारहरूलाई कटेर बाहिर आएर हेर्दा त पतनको बाटोमा लाग्दैछन्। के भयो भनेको यी 4 कुमारहरू हुँदो रहेछ, हामीले चिनेनौँ। त्यस कारणले गर्दाखेरि भित्र पस्न नदिँदा दैत्य बन्नु परोस् भनेर हामीलाई श्राप प्राप्त हो भनेको। पहिला लक्ष्मी मातालाई पनि तिमीहरूले एकपटक यसै गरी अपहेलना गरेका रहेछौ, उनको पनि यही इच्छा थियो। अब ब्राह्मणका अनुयायी भएका कारणले म पनि तिमीहरूलाई श्राप दिन्छु, जाऊ 3 जुनीसम्म दैत्य बन्नु परोस्। तर चिन्ता नगर, दुष्ट मतिका दुष्ट बुद्धिका भए तापनि तिमीहरूलाई उद्धार गर्न चाहिँ म स्वयं आउनेछु है भनेर भगवानले आशीर्वाद प्रदान गर्नुभयो। र यिनै जय र विजय पतन हुन लागे। उता कश्यप नाम गरेका महामुनि हुनुहुन्थ्यो। कश्यप महामुनिका 13 जना पत्नीहरू हुनुहुन्थ्यो है। अप्ठ्यारै थियो नि कश्यपलाई। एक दिन बसो भने पनि 13 दिन भनेको आधी महिनामा मात्रै घर आइपुगिन्थ्यो होइन। त्यहाँले भनिदिनुहोस् त राधे राधे भनेर। 2 दिन लाग्यो भने 1 महिना गइगयो। आइपुग्नु भएको रहेछ। जेठीको नाम अदिति, माइलीको दिति, दनु, काष्ठा, सरबा, तिमी, इला आदि नाम गरेका कश्यप महामुनिका पत्नीहरू हुनुहुन्थ्यो। घुम्दै डुल्दै ती दितिका घरमा आउनुभएछ। साँझको समय दिति माताले भनिन्, प्रभु सधैँ घुमेर डुलेर पुग्छ। हजुर घुम्नु डुल्नु ठिकै छ, तर मलाई पनि त एउटा शाखा सन्तानको आशा हुन्छ भनेर साँझका समयमा पुत्र प्राप्तिको याचना गर्न लाग्नुभयो। त्यति बेला बताउनु भयो कश्यप महामुनिले, साँझको समय छ देवी, यस्ता अवस्थामा गर्भाधान रह्यो भने शाखा सन्तानहरू दुष्ट मतिका, मलिन प्रवृत्तिका, अत्यन्त छुच्चो स्वभावका जन्मिन्छन्। केही समय धैर्य गर भनेको मातृ हातका अगाडि केही लागेन, पुत्र प्राप्ति गरेर आगमन गरिदिनु भयो। आफ्ना बाटामा जान लाग्दा भन्नुभयो, देवी तिमीले पतिले भनेको मानिनौ। साँझका समयमा भगवान भोलेनाथ आफ्ना अनुचरहरूलाई लिएर हिँड्छन्। भूत प्रेत पिशाच राक्षस शाकिनी डाकिनीहरूलाई लिएर हिँड्छन्। त्यसकारण तिमीलाई भोलेनाथको दोष लाग्नेछ। सूर्यनारायण भगवान पूर्वबाट पश्चिम अस्ताचलमा अस्ताउने बेलामा, दुःख परेका बेलामा पुत्र प्राप्ति भएका कारणले तिमीलाई तिम्रा छोरा राम्रा मतिका जन्मिँदैनन् है भनेर हिँडिदिनु भएछ।
बडा ठुलो सङ्कट भयो, मनमा पीडा भयो, के गर्ने त प्रभु भन्दा छोरा त जसो तसो नराम्रा होला, नाति राम्रा हुन्छन् नि त, त्यति चाहिँ म आशीर्वाद दिन्छु भनिदिनु भयो। अनि भन्नुभयो माता दिती भन्नुहुन्छ नराम्रा मतिका भए, नराम्रा बुद्धिका खराब मतिका भयो भने त कसका हातबाट मृत्यु हुन्छ होला नि प्रभु भनेको आशीर्वाद दिनुभयो बाबाले। म पिता भएको नाताले आशीर्वाद दिन्छु। भगवानका अनुयायी चाहिँ हुँदैनन्, भगवानका शत्रु हुन्छन्। शत्रु नै भए तापनि भगवानले आएर उद्धार गर्नुहुन्छ भनेर आशीर्वाद दिएर आज कश्यपजी महाराज अगाडि बढ्नुभयो। यिनै जय र विजय माता दितीका गर्भमा बढ्न लागे, हुर्किन लागे। पूर्णे वर्ष सतै साध्वी पुत्रौ प्रसुशुभे यमौ उत्पाता बहवस्तत्र निपेतुर्जायमानयो। यस्ता प्रकारले दितीको पूर्ण वर्ष सतै 1 वर्ष पुरा बितेछ है। सामान्य रूपमा त 9 महिना अथवा 10 महिनामा बाल बच्चाको जन्म हुन्छ। यिनीहरू चाहिँ माताका गर्भलाई पनि दुःख दिन आएका थिए। त्यसकारणले पूर्ण वर्ष भनेको 1 वर्ष बितुन्जेलसम्म आमाका गर्भमै रहे। आमालाई डर भयो के जन्मिए भने नराम्रा मतिका हुन्छन्, नराम्रा बुद्धिका हुन्छन् भनेर आमाले पनि अत्यन्त भन्न लागेछ नि। हिरण्याक्षले देवर्षि नारद भन्नुहुन्छ म साधु के युद्ध गर्न सकौँला र? मैले जानेको पानीका अधिष्ठात्री देवता, पानीका देवताको नाम के हो हजुरलाई थाहा छ? पानीका देवता, पानीका अधिष्ठाता देवतालाई भनिन्छ वरुण। त्यो वरुण चाहिँ बडा शक्तिशाली हुनुहुन्छ। वरुणसँग जाऊ न, त्यही युद्ध गर भनेर देखाइदिनु भएछ। समुद्रमा गएर नदीमा ड्याम ड्याम गदाले हान्दो रहेछ। वरुण आउनुभयो। तपाईँ को हुनुहुन्छ? किन मेरो पानीलाई कुट्नुहुन्छ भनेको म कश्यपको छोरो हिरण्याक्ष मेरो नाम। तिमी साह्रै धरा बलशाली छौ अरे भनेर युद्ध गर्न आएको, युद्ध गर्छौ भनेर अब त्यो हिरण्याक्षले वरुणलाई भन्दा वरुण भन्नुहुन्छ उहिले उहिले त खेल्यो, अब अहिले सकिँदैन होला। हिरण्याक्ष रहेछ तिम्रो नाम, यति ज्ञानी रहेछौ, अब सामदाम दण्ड भेद भनेको त्यही हो हजुर। सकिन्छ भने बुझाउने, सकिँदैन भने अर्को अन्त्यतिर पठाइदिएर आफू छुटकारा पाउने मूर्खको औषधि नै त्यही हो। भक्तवत्सल भगवानको अब त्यसलाई जाइ लाग्नु भने कसै गर्दा हुँदैन भनिदिनु भएछ। तिमी त काश्यपका छोरा रहेछौ, कश्यप ऋषिका। तिम्रा बाले गाडेर राखेको गार्डन हुन्छ। अघि के भन्थिस् अरे? जङ्गली चोर भन्थिस्। चोर त चोर ठिकै भनिस् त, जस्तो ग्राम सिंह भनेको गाउँको कुकुर चाहिँ होइन भनिदिनु भएछ। प्याले भनिदिनु त राधे राधे भनेर। अब यस्ता दुष्टलाई हामी त सिंह हौ, सबैलाई हरण गर्ने हौ, त जस्तो श्वान होइन, गाउँको ग्राम सिंह होइन भन्दा कसलाई रिस नउठ्ला र? त्यो त दुष्ट त्यो गएर युद्ध गर्न लाग्यो। भगवानले खेलै खेलमा यसको उद्धार गरिदिनु भयो। भक्तवत्सल भगवानको, हिरण्याक्षरी भगवानको। यसरी भगवानले हिरण्याक्षलाई उद्धार गरिदिनु भयो। पहिलो नम्बरमा भगवान अनेक स्वरूपमा आउनुहुन्छ अरे। नाचो कुरमा बने लबाग बनिँदै कहिले मगन्ते हुँदै योगी जङ्गली क्रोधी झैँ र कहीँ त योगी खुनी झैँ हुँदै नाना रूप लिँदै कलङ्क सधैँ भूभार हर्दा छँदा हाम्रा यही मनभित्र नै बसिरहँ श्री शेष साई सदा। ती श्री शेष साई भगवान कहिले माछा कुरमा बनेर भनेको बनेर बनेर आउनुभयो र हिरण्याक्षलाई उद्धार गर्नुभयो। भक्तवत्सल भगवानको। हामी पूर्व क्षेत्रमा रहने नेपाल देशमा जन्मिने सबै भाग्यशाली छौँ हजुर। त्यसमा पनि भगवानले बराहलाई उद्धार गरेर अथवा हिरण्याक्षलाई उद्धार गरेर सबैभन्दा पहिला सबै भक्त भागवतहरूलाई आशीर्वाद दिनुभएको ठाउँ कहाँ हजुरलाई थाहा छ? बराहा क्षेत्र धाम। यसरी त्यो पृथ्वीलाई सबैभन्दा पहिला निकालेर अनि हिरण्याक्षको उद्धार गर्नुभएको पावन क्षेत्र बराहा क्षेत्र धाम। आउनुहोस् जाउँ सबैजना, जाने होइन त? को जानुभएको छ? नपुग्ने को हुनुहुन्छ हात उठाउनु त? बराहा क्षेत्र नपुग्ने ल आजसम्म पुग्नु भएको छैन भने जाउँ, आउनुहोस्। यो व्यास मण्डपलाई बराहा क्षेत्र धाम मानौ। कर्ता परिवारले पनि पूजा गरिदिनु होला। अनि हामी सबैजना आनन्दले नि त्यहाँको कहाँको पनि दर्शन गर्ने
कौशिकीको पनि दर्शन गर्ने, बलेका लाखपतिको पनि दर्शन गर्ने, पितृको तरण तारण होस् भनेर दिव्य सम्झना गर्दै गर्दै आउनुहोस्। बराह क्षेत्रको तीर्थयात्रामा जाउँ अनि अगाडिको कथारूपी यात्रामा सम्मिलित बन्नेछौँ। बराह क्षेत्र धामको जय हो, बराह भगवानको जय हो। ए जाऊ जाऊ बराह क्षेत्र धाम, ए जाऊ जाऊ बराह क्षेत्र धाम। बराह धाम पवित्र ठाउँ भक्तको सङ्गम, नश्वर झोला सार्थक होला गरेर दर्शना। बराह क्षेत्र धाम, बराह क्षेत्र धाम, बराह क्षेत्र धामको बगने को कहनाथी सत्यमा कौशिकी। पवित्र जल में से करी जाँदैछन् परतरे। सलगाला बगने को कहनाथी पवित्र कौशिकी। झललाला ज्योति बानेको हेरौ सबैले नाच्बाटे। जाऊ जाऊ बराह क्षेत्र धाम, जाऊ जाऊ बराह क्षेत्र धाम, बराह क्षेत्र धामको भूमि हो तप भूमि गंगा छिन् साथैमा। पितृको मुक्ति सुन्दर लाग्ने पुण्य छ हातैमा। यो यज्ञ भूमि यो तप भूमि गंगा छिन् साथैमा। पितृको मुक्ति सुन्दर लाग्ने पुण्य छ हातैमा। ए जाऊ जाऊ बराह क्षेत्र धाम, जाऊ जाऊ बराह क्षेत्र धाम, भागवत भगवानको को माझा बराह भाषा साथैमा कौशिकी। पवित्र जलले सिंचन गरी जाँदैछन् परतरे। हमैको माझा बराह भाषा साथैमा कौशिकी। पवित्र जलले सिंचन गरी जाँदैछन् परतरे। ए जाऊ जाऊ बराह क्षेत्र धाम, जाऊ जाऊ बराह क्षेत्र धाम। ए जाऊ जाऊ बराह क्षेत्र धाम, जाऊ जाऊ बराह क्षेत्र धाम। ए जाऊ
वराह चित्रधाम को आनंद कंद भगवान को कौका नदी को कौशिकी माता को त्यसरी वराह क्षेत्र को पावन उत्पत्ति को दिव्य कथालाई पनि हामीले भागवत रूपी ज्ञानको दिव्य प्रसंगमा श्रवण गर्यौं। धेरैजना माता पिताहरू धेरै भक्त भागवतको उपस्थिति छ। हजुरहरू घर जानुहुन्छ एकछिनमा नि कथा सकिने बेलामा सके पछाडि घर जानुहुन्छ अनि घरमा बसेका छोराछोरी बुहारी नाति नातिनाहरूले सोध्छ के भन्न थाहा छ आमा बा कथा कस्तो रहेछ के सुनेर आउनुभयो भन्दा के भन्ने कसो भन्ने हजुर पुराण पुरुषोत्तम भगवानको कहाँ जानुभएको थियो भन्दा पुराण सुन्न के सुन्नुभयो भन्दा खोइ के भन्नुभयो भन्यो भने भोलिदेखि नानीहरूले पठाउँदै नानी बाबुहरू पनि जानुहुन्छ घर के सुनेर आइस् त बाबु भन्दा के भन्ने त्यस कारणले अब भनिहाल्नुभयो भने कति चाहिँ भन्नु होला फेरि खोइ जय र विजय भन्नुहुन्थ्यो कताको दितिका गरौड जन्मे अरे हिरण्याक्ष र गदा गरेर पानीमा ड्याम ड्याम गदा हान्छ भन्नुहुन्थ्यो कता हान्थ्यो है भगवान नाकबाट हाँक्छु पनि भन्नुहुन्थ्यो बेला बेला चाहिँ गुरुजीले कता हाँक्छुबाट बढेर ठुलो बरा भए पनि भन्नुहुन्थ्यो अब सुन्या त त्यति है भक्तवत्सल भगवानको अब यसबाट हामीले के चाहिँ सिक्ने त त्यो बराहको ल ठिक छ भगवान सुँगुर भएर वनसुँगुर भएर पनि आउनुभयो त्यो दुष्टलाई नाश पनि गर्नुभयो त्यो दुष्टलाई नाश गरेका कथाले हाम्रा पितृ कसरी तरलान् त्यो दुष्टलाई नाश गरेको कथा एउटा किताबको काल्पनिक कथा हो भन्ने दुष्टहरूले नि कुबुद्धि भएकाहरूले सुन्नुपर्ने कथा भक्तवत्सल भगवानको अब यसको व्यावहारिक विषयलाई श्रवण गरौँ। हिरण्य भनेको सुनलाई भन्छ एक नम्बरमा अक्षय भनेको आँखा हिरण्य भनेको भित्र लुकेर बसेको मनलाई पनि हिरण्य नै भन्छ ब्रह्माजीलाई पनि हिरण्य भनेर भनिन्छ अक्षय भनेको आँखा अब हामीले आज भागवतमा सिधा सिधी सुन्ने अर्थमा भने हाम्रा अन्तःकरण हृदयमा लुकेर बसेका कल्मसलाई भगवान श्री हरि रूपी बराह हाम्रा जीवनमा ल्याएर प्राप्त गरेका ज्ञान प्राप्त गरेर सद्ज्ञानी भएर अगाडि बढ्न सक्छौँ। हामी काम क्रोध लोभ मोह मद मात्सर्य डाह ईर्ष्या र अहंकार यी सबै प्रकारका कल्मसहरू हामी भित्र लुकेर बसेका छन्। तिमीहरूलाई अब मैलोलाई नाश गर्ने मैलोलाई हटाउने के हुन्छ राजा हाँस नालीमा गएर खेल्दैन नालीमा को खेल्छ सुँगुर नै खेल्छ नि त हो कि होइन त्यसकारण मेरो गोविन्द मैलोलाई धुलोलाई हिलोलाई नाश गर्नका लागि सुँगुर बनेर आउनु परेको हाम्रा लागि यति चाहिँ हामीले बुझ्नुपर्छ। हामी भित्र काम क्रोध लोभ मोह मद मात्सर्य डाह ईर्ष्या अहंकार रूपी हिलो र धुलो मैलो बढिराखेको छ भने त्यसलाई नाश गर्न मेरो गोविन्द बराह भएर सुँगुर भएर आएर भए पनि सफा गरिदिनुहुन्छ। त्यो सफा हाम्रो मन हुन सक्यो भने मात्रै बराहको कथा परिपूर्ण हुन्छ। यो अध्यात्म हो। व्यवहारले के भन्छ त भन्दा हिरण्य भनेको सुन अक्षय भनेको आँखा हिरण्य भनेको धन अक्षय भनेको आँखा जसका आँखामा अर्काको धन अर्काको सम्पत्ति अर्काको सुख अर्काको शान्ति अर्काका खेतबारी देख्दाखेरि साह्रै धेरै मन पोल्छ कटक्क खान्छ कसरी चाहिँ त्यो मेरै बनाऊ भन्ने लाग्छ भने त्यो को रहेछ त्यो हिरण्याक्ष रहेछ। अब त्यस्ता मान्छे समाजमा भेटेछ भने मुखै चाहिँ नभनिदिनु है रिसाउँछ मनमा त राख्न पाइयो नि होइन। यो पनि गुरुजीले कथामा भने जस्तै के रहेछ एक फरुवा हान्छ उँभोपट्टिको साँप मिच्छ एक फरुवा हान्छ उँधोपट्टिको साँप मिच्छ अनि यो चाहिँ मेरो यति हो भन्दै मिच्दै आउँछ भने त्यो को रहेछ त्यो हिरण्याक्ष रहेछ। अर्काले गरिराखेको कमाई अर्काले गरिराखेको कामलाई साम दाम दण्ड भेद लगाएर अनेक प्रकारका सोच खोज र पावर लगाएर ती सबैलाई नाश गरेर आफू अगाडि बढ्न खोज्छ भने त्यो को रहेछ त्यो पनि हिरण्याक्ष नै रहेछ।
भ्रष्ट आचरण गरेर अर्कालाई दुःख दिएर अर्काका आँखामा बलिन्द्र आँसुका धारा खसाएर जसले सम्पत्ति कमाउने काम गर्छ, आफ्ना मातापिताले कमाएको सम्पत्ति व्यर्थमा नाश गर्छ, आफूले छोराछोरीलाई पनि सत्यको बाटो नदेखाइकन धन सम्पत्तिमा निर्लिप्त भएर खान पनि नदिई लाउन पनि नदिकन आफू बुढेसकाल प्राप्त गर्छ भने त्यो को रहेछ? त्यो हिरण्याक्ष रहेछ। त्यस कारणले किताबको कथा मात्रै छैन हजुर, शास्त्रको अथवा एउटा भागवत रूपी किताबको कथा मात्रै होइन, हाम्रा घरभित्रको, परिवारभित्रको, समाजभित्रको र हाम्रा राष्ट्रभित्रको कथा छ यसमा। त्यसकारण अति धेरै लोभ नगर्नु, अर्काको भनेको चिजलाई आफ्नो बनाउने कोसिस नगर्नु। यदि अर्काकालाई हामीले गाली गरेर, धम्काएर, लुटेर, ठगेर, ढाँटेर, छलेर लियौँ भने त्यो धेरै हुँदैन है। त्यस्ताको सम्पत्ति, त्यस्ताको जीवन अन्तिममा बुढेसकाल लागिसके पछाडि र मृत्यु भइसके पछाडि सुँगुरको जोनी भनेको नीचका जोनीमा जानुपर्छ। सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही हुन्न साथीभाइ। त्यस कारणले सम्पत्ति हुँदा नमात्तिनु, दुःख पर्दा नआत्तिनु, त्यो नै हामीले सिक्नुपर्ने, हिरण्याक्षको कथा सुनेर जान्नुपर्ने, बुझ्नुपर्ने, चिन्तन गर्नुपर्ने, मनन गर्नुपर्ने, आफ्ना छोराछोरीलाई सिकाउनु पर्ने र आफूले पनि सिकेर अगाडि बढ्नुपर्ने, बुझ्नुपर्ने पावन प्रसङ्ग सिक्नु पर्दछ। अनि मात्रै हजुरहरू आएर सुनेको कथा परिपूर्ण हुन्छ। मैले व्यासमा बसेर भनेको कथा पनि परिपूर्ण हुन्छ। भक्तवत्सल भगवानको सकिन्छ हजुर यति सुनाउन? के सुन्नुभयो भन्दा अर्कालाई साह्रै धेरै दुःख दिनेलाई चाहिँ हिरण्याक्ष भनिदो रहेछ। त्यस्ताको त हात सुँगुरका, जुनी सुँगुरका हातमा, निजका हातमा जाँदो रहेछ भनेर सुनाउनु भयो गुरुजीले। त्यसकारण नानी बाबु हो, अर्काका छोरीमा आँखा लागेको छ भने, अर्काका छोरामा आँखा लागेको छ भने त्यो हामीसँग मिल्दो जुल्दो छ कि छैन बुझ है भनेर पनि बुझाउन सक्यो भने त झन् हामीले सुनेको कथा के हो? सुनमा सुगन्ध भइगयो। सिरकभित्रबाट बिहान उठ्ने बित्तिकै हाई आई लभ यू भनिदिन्छन्, प्याले भन्यो भने त राधे राधे भनेर। अब त्यो मिल्ने छ कि नमिल्ने छ? त्यस कारणले ठिक छ, तिमीहरूलाई मन लागेको हेर, तर त्यो हामीसँग मिल्ने हो कि नमिल्ने हो? माता पिताको मन कटक्क काटिने प्रकारको छोरो अथवा छोरी हेर्दैछौ कि भित्र लुकाएर लुकाको लुकाइपछि एकैचोटि दुःख बनाएर सुँगुरको जस्तै माता पिताको जोनी बनाइदिन्छौ? त्यो चाहिँ तिमीहरूको विचार है भनेर सिकाउन सक्यौँ भने मात्रै व्यावहारिक रूपमा हामीले सुनेको कथा परिपूर्ण हुन्छ। नानी बाबुहरूलाई ज्ञान पनि दिनुहोला, आफू पनि लिनुहोला। अस्तु, भक्तवत्सल भगवानको